ल भाइ पानी खाऊ न त आमाले लोटो पनि ल्याइहाल्नु भयो पानी ल पानी हाल्नु त आमा घाँस काट्न गएर अलिक धेरै ल्याउनु पर्ने भोलि पनि खान्छे घाँसै छैन आमा जङ्गलतिर एकले दोहोरो बनाएर ल्याउनु पर्ने तिमीहरूमा जाँदै थियौ तिमी आइहाल्यौ ए के कति कामले जान लाग्नु भयो र अस्ति काम गरेको ज्यालाको पैसा माग्न जाउँ भनेको ए हो पैसा त दिइहाल्छु त म बिस्तारै अस्ति पनि कमलले दिएको थियो मलाई पैसा त्यहाँ कार्यक्रममा अलिकति खर्च भइहाल्यो दिइहाल्छु नि त म कमलतिर गरिदिउँला अब यस्तो होला भन्ने थाहा थिएन अब यस्तो भयो अब के गर्ने जति थियो मसँग पैसा सब लिएर गए अब हल्का तिमीहरूले पनि बुझ्नु पर्यो के कुराहरू जाने हो अब पछि जाने हो हामी जाऊ नि हुन्छ ल साथी नै आयो ल टकेडा पुरा चिल हान्नु पर्छ ल अब आज चिल हान्नु पर्छ सबैजना तिमीलाई साथी लिएर ल बस्दै गडा आज उसको याद आउनु पर्यो मलाई अरे टेन्सन नगर न यार तिमी नभए पोल्ला गरेर साइली भट्टी पट्याउला नि त धेरै पितो रहेछ 15 लाख अरे राजा यस्तै अनि 15 लाखले अनि पिनु पर्दैन नि साथी तिमी यस्तो किन गर्दैछौ यार उसको यादमा तिमी पागल भइसक्यौ तिम्रो इज्जत कत्रो छ थाहा छ गाउँमा के गरौँ यार मेरो भाग्य नै यस्तो रहेछ जसलाई मैले मनबाट चाहन्थे ऊ चाहिँ मेरो याद बनेर रह्यो यार साथी अरे यार साथी यार यति पागल पनि नहो यार उसको यादमा यार के गरौँ म के गरौँ साथी यार मेरो इज्जत छ यार नाम छ यार सक्दैन अरे साथी यार उसको लागि यत्रो पागल पनि किन हुँदैछस् के त यार उसले छोडेर गई उसले तँलाई माया गर्थ्यो भने फोन गर्थी एक कल गर्थी यार साथी यार बस आएर त बस त्यो पागल पनि नहो के उसको मायामा हामी छौँ यार साथी यार तेरो लागि के गरौँ त म के गरौँ हुन त ठिकै हो साथी तैँले भनेको भने अगर ऊ मलाई यति माया गर्थे भने ऊ मलाई अहिले सम्झेर कल त गर्थे यार म चाहिँ पनि उसको मायामा यति पागल भएर यतिसम्म गरिरहेको छु अब चाहिँ उसलाई भुल्नेछु अब उसलाई म भुल्दिनु पर्छ साथी आजदेखि यो छ नि यो हामीहरूको डेली नसा गर्ने यो चाहिँ आजदेखि छोड्छु म चाहियो न केही भने मलाई छोड्नु पर्छ साथी यार उसलाई बिर्सिन्छु म अब उसलाई बिर्सिन्छु उसको मायामा यति साह्रो पागल पनि नहो यार साथी यार त यार हामी छौँ यार तेरो साथमा सधैँ साथी तैँले उसको लागि दुनियाँ भुलिस तर उसले दुनियाँको लागि तँलाई भुली यति साह्रो मायामा कठोर पनि नहो के साथी हो यार साथी तिमीले भनेको कुरा एकदम सही हो माया भनेको एक हो होइन माया भनेको त साथी दोहोरो हुनुपर्छ उसको लागि यति साह्रो पागल र कठोर पनि नभन् के साथी माया भन्ने यस्तै हो माया भन्ने भरम मात्र हो के साथी उसले त तिमीलाई छोडेर गई अझ हाम्रो जिन्दगी कति लामो छ दिनलाई साथी आजसम्म म कहिले पनि रोएको छैन साथी आज तर तिमीलाई हेर्दा मेरो आँखै नै रसायो साथी भयो साथी उसको लागि यति धेरै पनि नगर साथीहरू तिमीहरू ठिक छ जाने मेरो लागि तिमीहरूले यत्रो गर्यो यत्रो मसँग बस्यो तिमी ठिक छ मेरो यस्तो स्थितिमा तिमी मसँग मेरो साथमा बस्यौ म यतिमा खुसी छु यसलाई चाहिँ म मनबाट निस्काइदिएको छ ऊ चाहिएन मलाई उठ साथी उठ म तँलाई घर छोडिदिन्छु उठ साथी उठ
भाउजूको पानी लिएर आउँछु है। हुन्छ जानुहोस्। कान्छ कता गएछ त मकै छिट्ने भने सबैले छिटेर सिद्धाइसके। उता मुर्गा खोल बनाउन लाग्नु भयो त त्यहीँ हुनु होला उता मकै छिटेर पनि मान्छेलाई ठुलो भइहाले। बच्चाहरू कहाँ गए कहाँ दुई छोराहरू भने मान्दैनन्। तरकारी सरकारी लगाउनुहुन्थ्यो तरकारी सरकारी लगाउनु छ मकै छिट्नु चाहिँ भने मान्दैन। बाबु बोल गोरु जोत न रोक्न पक्न त्यो काम भोलि गरे पनि हुन्छ। यो गोठ सब हिजो मुर्गालाई सेलले निकाल्दा खाइदियो त्यही भएर बनाउनु लाग्थ्यो कि आमा। रन्देऊ छोडिदेऊ अब गोरु जोत अब। भइहाल्यो सकिहाल्यो। म मकै छिर्छु तिमी जोत। लाउनु आऊ भाइ राकेश। ल मुर्गा हिजो खाइदियो आमा स्यालले। अब सुत्नु भएको थियो थाहा पाउनु भएन। कान सुन्दैन अनि खायो होला त मुर्गो। ल उता राख माथि बल्ल कहाँ छ उता गोठमा होला नि। लाउनु ल भाइ। हिँड बाबु लिएर जाऊ गोरु खेतमा। म आउँछु अहिले। ल त जुवासमा त त्यहाँ ल हुन्छ म बल्ल फुकाइहालौँ। ए काले राते 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 धेरै दिन भइसक्यो बल्ल नजोतेको पनि। ल काले ए काले द गोरु पनि भने मान्दैन त के हो। टक 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 चल 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 चल। हेर बारी खाए हेर त टक 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 रे गऱ्यो। हाले राकेश छौकुन राम्रो खान भाइ। ल हुन्छ टक 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 ला मकै राम्रो छिट्नु होला है। टक 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 जोतिन जोतिन त के हो। टक 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 राते चल 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 रे। टक 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 टक। आमा माटो त साह्रो रहेछ यो। पानी आएन नि साह्रो भयो। टक 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 लास्टै साह्रो छ यो। टक रे टक 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 गोरु टक 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 टक। माटो साह्रो रहेछ आमा। छियै जान्न आमा के गर्ने हो। लास्टै साह्रो छ हो माटो त। राते मकै छिटिहाल्नु भयो आमा सबै। ल टक 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 गोरु मान्नु लागेन त आज आमा किन हो। टक 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 ल ल हुन्छ आमा बाँधिदिन्छु बल्ल। ल आमा हजुर घर जाँदै गर्नु हामी गोरु बाँधेर आउँछ उता। बाँधेर आऊ है। ल आमा हजुर घर जाँदै गर्नु है। ल हुन्छ ल भाइ सधैँ त बल्ल खोलौँ। ल हुन्छ सधैँ त रसी राते राते माटो साह्रो रहेछ। धेरै साह्रो छ माटो। अब पानी आइसी गरौँला। ल ल ल ल बल्लले लिएर जाउँ। ए हल्लो यहीँ राखिदेऊ। ल ल ल आऊ बल्ल ल्याएर आऊ। आइज काल्या काले ऊ त्यहाँ बाँध्दै भयो है। ल ल
ल ती बाँध्दै गर म हलो ल्याएर आउँछु बाबु है ल ल मकै लाउँ भनेको आज बल मानेनन् माटो पनि साह्रो रहेछ भाइ राकेश लाउ ल जाउँ नगर आऊ ए बाबु पनि पानी लिएर आउनुभयो यहाँ नराख्नु बाबु घाममा पर भित्र लिएर राख्नु अहिले गरम भइहाल्छ त्यो पानी ए अहिलेसम्म आमा पनि आउनु भएन खाना खाने टाइम पनि भइहाल्यो आमा पनि बुहारी पनि छैन कहाँ छ त घरमा कोही पनि छैन बुहारी हजुरआमा आउनुभयो अनि मकै बुहेर सक्यो कि नै कहाँ बुने एकदमै साह्रो भएर गाई जोतेर सकिएन अब पानी लगाएर जोड्नु पर्ला कि पानी आएर जोड्नु पर्ला ए ल्याउनु यो राख्छु लगाउ राख म त पानी खाने पानीतिर लागेको छ गले लागेको छ भित्र बाबु हुनुहुन्छ बाबुसँग माग्नु लिनु आमा पानी थकाइ लाग्यो ढुटो मुखो उड्यो आमा भोक लागेपछि हिँड्नु खाना खान जाउँ हिँड त जाउँ आऊ गर्नु पानी लिएर आऊ है ए हजुरहरू नि आउनुभयो आयौँ। खाना खान लागेको थियौँ आउनु होला है हात धोएर खाना खान ल ल हुन्छ ज्वाइँ राखेर आउँछ हामी भात पनि चिसो भइसक्यो रहेछ बाबु त्यहाँबाट कटोरा ल्याउनु त ए हे खाना हाल्न लाग्यो आउनुभयो बस्नु ल ल बस भाइ म त थोरै खाने धेरै खाने ल बस बस यता बस मकै पनि राम्रोसँग लागिएन के गर्ने अब लागेन पानी पानी पनि परेन अब पानी लगाएर माटो साह्रो छ बनाउनु पर्ला बाबु अब पुनी चौधरीमा खानु पर्ला पुनके दिन झाकरी बाबु हजुर मट्टा खा बाबु त नयाँमा म दाल खान्छु हालिदिनु कति मिठो छ रहेछ है मट्टा त आमा मेरो बुहारीले बनाएको हो दाल मट्टा पनि आज त कान्छीले पनि दाल राम्रो बनाइरहेछन् खाना दादा मिठो बनाइरहेछ नि कान्छीले कान्छीले को मिठो बनाएको छ ल आऊ। किन बाबु हो। पेट पनि डम्म भयो आज मेरो तरकारी कान्छीले खुब मिठो बनाएको छ दाल पानी दे दे बाबु पानी दो खाना त आज मस्त बनाइरहेछ नि कान्छीले आमा है हेर्नु त ल यता पेट पनि अगायो अब आऊ जाउँ गोडमा गाईलाई घाँस हाल्न जानुपर्ने हो हुन्छ आमा हुन्छ आज पेट पनि साह्रै अगायो डम्म भयो मेरो त ओहो
आज मकै पनि त्यस्तै भयो माटो लास्ट साह्रो रहेछ भाइ है लास्टै साह्रो छ अब पानी आयो भने मात्र हुन्छ पानी पनि आउँछ कि आउन लास्टै काम छ ओहो घाम पनि कति चढको छ माटो पनि सुकेर एकदम साह्रो भएको छ पानी आइदिए पनि हुन्थ्यो घाम लाग्दैछ के आउँछ कि आउन्न पानी त्यस्तै छ ए भाइ म त आमाले अघि मलाई के हुन्छ गाईलाई घाँस हाल्नु भन्नुभएको थियो म घाँस हालेर आउँछु है ल ल हुन्छ ल नि बस्दै गर ल म गाईलाई घाँस हालेर आउँछु ल एउटा राते गाई त गाई चाहिँ मेरो साह्रै मायालु छ है आज त खोइ कम हगेको छ त गाईले ओहो घाँस किन फाल्न लाग्यो यो गाई ल आज रिसा छ कि क्या हो यो ल ल ल ल ल ल ल ल ल भाइ राकेश हजुर निद आयो कि क्या तिमी त उठाएको त होइन त आमा बाउको याद आउँला एहे यस्तै भाइ अब जाने मान्छे गइहाले बितेर अब के टेन्सन लिनु छ र अनुहार पनि याद छैन त मलाई त बाउ आमाको के गर्ने त भाइ अब यस्तो भयो तिम्रो पनि भाग्यमा यस्तै लेखेको रहेछ के गर्छौ त अब हेर्ने त यस्तै भयो त्यो फुटेको कर्ममा यस्तै छ केही छैन भाइ एक दिन जन्मेपछि मरेर जानुपर्ने हो के गर्नु भाइ त्यस्तै मरेका मान्छेको याद मात्र आउने रहेछ के गर्ने भाइ अब जाने मान्छे गइहाल्छन् जिउँदो हुने मान्छेलाई पो हुन्छ तनाव त्यो यादले सताइरहन्छ बार बार यो गाउँमा पनि केही कामकाज छैन ए अस्ति नै हामी त्यो काम गरेको पैसा अझ पनि दिए छैन कमलले त्यसकोमा गएर पैसा माग्न जाउँ कि क्या भाइ जाउँ बरु दाइ त्यसकोमा जाउँ के कस्तो भयो त्यसको अवस्था नि दिएर पनि आऊ हिँड जाउँ त एकचोटि जाउँ कमलको त्यहाँ त्यही त यार यत्रो दिन भइसक्यो पैसा म त भुतुक्क बिर्सेको भाइ यार खै जाउँ त जाउँ के कस्तो भएको छ कमलको हालत नि जाउँ हिँड आऊ यहाँ त आइयो भाइ घरमा छन् कि छैनन् केटाहरू छ कि छैन कमल तिनीहरू घरमा काहीँ त्यो पनि सहर त भागेन काहीँ केटा हो कता हो ओहो नमस्ते नमस्ते कमल भाइ नमस्ते 15 लाख नमस्ते 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 भाइ नमस्ते सन्चै हुन्छ ए एकदम सन्चै ओहो काम ल्याउनु भयो दाजु अब के कामले भन्नु तिमीलाई थाहै छ यत्रो काम गरेर पैसा पनि दिएनौ केही पनि दिएनौ के हो कसो हो ओ दाजु त्यो पैसा त्यस्तै भयो अब के गर्नु मैले त तिमीलाई 2000 खर्च पानीको लागि दाइहरुको लागि दिया थिए त कहाँ गयो कहाँ भन्नु यार त्यो पैसा कहाँ मासियो यार कहाँ मासियो हर चीज त मैले गरेको थिएँ अब के गर्नु यार मासिहाल्यो अब हामीलाई धोका दिने त यही रहेछ नि भाइ खासमा त यिनी रहेछ अस्ति पनि त्यस्तै भने अब हामीलाई त जाउँ मन लाग्थ्यो अस्ति नि अस्ति त कमलले मलाई दिएको थियो पैसा यस्तो यस्तो भनिरहेको थियो हामीलाई झुट बोल्ने रहेछ नि त होइन कमल तिम्रो साथी त गद्दार गर्ने रहेछन् नि होइन साथी के सुन्दैछु म यो म दाइको लागि मैले 2000 खर्च पानी दिएको थिएँ कहाँ ल्यायो तिमीले अरे यार बीचमा के भयो यार के भयो हर चीज त मैले गरेको थिएँ तिमीले के गर्यो अब यस्तै भइगयो के गर्न
होइन यी त धेरै गद्दारी गर्ने रहेछन् नि गद्दार पुरा गद्दार रहेछ नि त यार उसले त केही न केही गर्नु पर्यो यार यस्तो गद्दारी गर्ने भए त हामीले पनि यत्रो गरिब दुखीलाई जहिले हेप्ने अरे त्यस्तो कुरा नगर्नु यार दाजु त्यो व्यवस्था गरौँ यार तिमीले यसरी हेप्ने यार उहाँलाई नभए नि आफ्नो साथीले यस्तो गर्ने तिमीले गद्दारी गद्दारी गरेको छैन यार साथी यार साथीको नाममा कलक रहेछस् अब मेरो नजरमा एकचोटि नदेखिस् निस्के यहाँबाट त तैँले पनि साथी औकात देखाइस् होइन 100 दिनको बाटो होइन 1 दिनको बाटो रहेछ होइन रोक साथी तेरो पनि हेर्छु यसलाई त गाउँबाट निकाला गर्नुपर्छ गाउँ निकाला गर्नुपर्छ गाउँ निकाला ओए खाते एउटा कुरा सुन त जस्तो साथी मलाई अब चाहिएन हिँडाउ यसलाई यहाँबाट बाहिर निस्काऊ काले गरी मेरो साथीको आज तिमीहरूले दोस्ती छुटायौ एउटा कुरा कोमल पनि सुन मलाई त चाहिँदैन भने त जस्तो दोस्ती मलाई पनि चाहिँदैन हो जा चाहिन्न त जस्तो जा यो त गद्दारी गर्नु छ निस्काऊ यसलाई कमल भाइ यहाँ आउ ल भन्छ हामीले यसलाई यही हो नि साथीले यस्तो गद्दारी गर्ने चुना यसलाई घाइते बनायो नि र यसलाई